हेलो हेलो लासो फ्याफुल्ला साथीहरू हजुरहरू सम्पूर्णलाई मेरो न्यू भिडियोमा एकदमै धेरै स्वागत छ। हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर नजिकै रहेको बेल आइकन पनि अलमा दबाउनु भने नभुल्नु होला साथीहरू। यसले गर्दा मेरो टुटे फुटेको भिडियो हजुरहरूको मोबाइलमा एकदमै फर्स्टमै आउनेछ साथीहरू। ल साथीहरू हाम्रो चाहिँ रोपाइ स्टार्ट भइसकेको छ। जोत्दै 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 अब चाहिँ सक्न लाग्नु भयो जोतेर। पानी पनि आउँदैछ आज भने चाहिँ है असारको 17 गते चाहिँ पानी आउन सुरु भयो, 16 गतेबाटै आउँछ भन्ने कुरा थियो। यसरी जोत्नु स्टार्ट भयो गाईहरू, ट्र्याक्टर बजेर केही सुन्दैन। ल हेर्नुहोस् है लौ त सरर पानी धेर पुग्यो के हो खेतमा, मैले पानी धेर लगाइदिएको। पानी परेर बिजोग भयो। बिउ काट्नेहरूको पनि पुरै प्लास्टिक ओढेर काट्दै हुनुहुन्छ यहाँ बिउ। पानी परेपछि चाहिँ यस्तो हालत खराब हुन्छ कि यो प्लास्टिक बजेर एकअर्कामा गफ गरेको नि सुनिँदैन। यसरी बिउ काट्दै हुनुहुन्छ मेरो छिमेकीहरू यहाँनिर। लो यस्तो पानी पर्नु थाल्यो। आज हाम्रो रोपाइ थियो तर नेक्स्ट लेभलको पानी पर्नु थाल्यो हाम्रोतिर चाहिँ। तपाईँहरूकोतिर के कसो छ कमेन्ट बक्समा कमेन्ट गर्नु होला साथीहरू। यस्तो पानी पर्दैछ नि हाम्रोतिर चाहिँ पुरै झुरुरु। अनि मेरो केटाकेटीहरू सबै खेतमा छ, भिज्यो भनेर मलाई पिर परिरहेको छ। म चाहिँ घरमा बसेर खाना बनाउने, अनि म चाहिँ भिजेको छुइनँ। मेरो केटाकेटीहरू चाहिँ सबै भिज्यो होला, खेतमा बिउ काट्दैछन्। अनि आज चाहिँ हाम्रो रोपाइ थियो तर यो पानीले हामीलाई लास्टै डिस्टर्ब गरेको अवस्था छ। दिउँसो के हुन्छ थाहा छैन। अहिले 9 बजेको अपडेट चाहिँ यस्तो छ। ल म चाहिँ खाना बनाउने आज हाम्रो रोपाइ। अनि म चाहिँ कुक भएको आजको। अनि मैले चाहिँ बेलुका मैजारो गरेर खानुभन्दा चाहिँ पहिला खाएर चाहिँ अनि दरो दरो भएर रोपाएको केटाकेटी हो भनेर अनि मैले चाहिँ मेरो केटाकेटीहरूलाई बिहानै चाहिँ मैले चिकन मिट चाहिँ यसरी बनाउँदैछु। के भयो यस्तो खतरा बनाउँदैछु नि, रातो बनाएर। यस्तो छ हाम्रो आजको सब्जी चाहिँ। अब हामी चाहिँ यहाँ रोपाइ गर्ने सबै भेला भएर खाना खानलाई तयारी। यहाँ यति भाग लगाइराखेको छु मैले चाहिँ। धान रोप्नु सुरु गऱ्यौँ। घाँटीले खचखच गरौँ कत्रो कराएछौ। हामी त रोप्नु सुरु गऱ्यौँ। हामी दिदी बहिनी मिलेर धान रोप्नु सुरु गऱ्यौँ। असारको 17 गते हामी चाहिँ अघि पानी परेर मुसलधारे भइराखेको थियो। अहिले चाहिँ भने घाम लागिरहेको छ, टन्डला भएको छ भन्न। अनि यहाँ म चाहिँ अब यस्तो सत्य सुरे कति बजे तुरे भन्नु, 1 बजे तुरे भनेर चाहिँ हामी यहाँ धान रोप्नु सुरु गरेको अवस्था। मिस सुनिता तामाङले अनि हाम्रो दिदी चाहिँ पुरै कोरियन जापानिज कुन चाहिँ जस्तो भइराखेको थियो उता। म त कोरियन है गाइस, म त कोरियन। नेपाल नहीं है, कोरियन है, कोरियन। हमारा कोरियन बोलता है, कोरियन है, कोरियन भाषा बोलता है। त्यही होला हिन्दी बोलेर कोरियन भाषा बोल्ता है। खाएको सबको कमाल ठुलो। अब हाम्रो बेलामा झारकेलामा लाएर सको उसले कमाल खोलाउने ल साथीहरू। हामीले चाहिँ रोपेर सकाउन आँटिसक्यौँ। मैले चाहिँ खाजा भुजा खाएको भिडियो पनि बनाइन रहेछु। यस्तो अल्छी चाहिँ कोही पनि छैन होला यहाँनिर। मैले चाहिँ नुहाइधुवाइ सकिसकेँ। यहाँ अरूले चाहिँ रोप्ने एकदम सक्ने कार्यक्रम हुँदैछ। ओइ खरेटो चाहिँ किन हो फेरि आमा बढारेको त्यहाँ? ए त्यो पो रहेछ स्टल त नि।
अनि लाउने को हो त लाउने चाहिँ यता हेर हेर सबै फुल लगाएर त यसले त यो सबै छ्याप्पै ढाकेर यस्तो खालको यी अहिले चाहिँ बढार्दै रहेछ म खरेटोले आँगन बढारेको ल अब आउँछु मन कटा अनि मौसमले चाहिँ च्यालेन्ज हानेको हानै छ गडाङ र गुडुङ एकैछिनमा पानी आउने एकैछिनमा घाम लाग्ने यस्तो अन्धकार मौसम भइरहेको छ अब हाम्रो चाहिँ सक्नुलाई यति मात्र बाँकी छ एकदम जोड जबरदस्त तरिकाले रोपिराखेको छन् दिदी बहिनी छोराहरू मिलेर अब चाहिँ हाम्रो सक्न लाग्यो हाम्रो मुस्कान चाहिँ छेउकुना खन्दै रहेछ हाम्रो दिदी चाहिँ पुरै त्यो कोरियाको मान्छे जस्तो देखिरहेको छ यहाँ हो यो के अरे हाट चाहिँ कहाँ किनेको टोपी टोपी कहाँ किनेको क्याप मिसल मार्केटमा हावा पानी घाम पानी हावा सबै छेक्ने टोपी हाम्रो दिदीहरू चाहिँ रोप्दैछ यता कुकुर चुइकेकै अनि म चाहिँ यहाँनिर नानीलाई रिसिभ गर्नुपर्ने बहिनीको नानी स्कुलबाट आउँछ अनि यहाँ म चाहिँ बाटोमा बस्ने भनेको आयो अब म बाटोमा उभिन्छु सिरैमा सिर फुल हेलो गाइज आज कस्तो भयो तिम्रो एक्जाम आजबाट मेरो सानोको चाहिँ यो आन्टीको भित्र लगाइराख्छु त सिर्जना आन्टीको कोठामा आजदेखि मेरो सानोको एक्जाम थियो अनि एक्जाम आज फर्स्ट डे नै इङ्ग्लिस थियो इङ्ग्लिस एकदमै राम्रो भयो मैले एउटा पनि छोडिनँ चाहिँ भनेको छ है म चाहिँ नुहाइ गएर चिलिक्क परिरहेको छु तर कस्तो गरौँ उयो गर्नुपर्छ आजबाट चाहिँ हाम्रो रोपाइ सक्यो साथीहरू फाइनली रोपाइ सकेर अब हामी यस्तो टिक्क पारेर हिँड्छौँ कसलाई थाहा छ र भन्नु अरे कुन गाडी हो यो फेरि अर्कै गाडीहरू आएको मेरो नानीको गाडी होइन सिद्धार्थको हो हाम्रो चाहिँ बस आएकै छैन बहिनीले कतिमा आउँछ भनेको छ भने 40मा भनेपछि खै यहाँ कति बज्यो हेर्नुपर्छ 38 भयो ए टाइम त छ बाटो चाहिँ पिच छ र पनि यो ट्र्याक्टरको माटो सुकेर होला धुलो उडेर त मेरो त आँखाभरि पस्यो त हौ मौसम चाहिँ यस्तो धुममा देखिए पनि बाप छ लास्टै गर्मी कहाँ टक्क लाएर मैले चाहिँ राम्रो तरिकाले टिकटक भिडियोहरू बनाउनु पाएको छैन यो बाटोमा बाटो पिच भएर पनि पुरानो भइसक्यो यो ट्र्याक्टर हिलो ट्र्याक्टर कुदाएर अब यो चाहिँ मौसम हाम्रो समय नै यस्तै भयो बर्खा मासको समय धान बाली लाउने है दमादम रोपाइको समयमा चाहिँ यो बाटो पिच भयो नि त त्यही भएर चाहिँ यो बाटोहरू पिच हुने बित्तिकैदेखि हिलो गाडी कुदेर कालो रोड होइन सेतो रोड भइरहेको छ गाइजहरू अनि म चाहिँ आज मैले चाहिँ अल्छी लाग्ने तरिकाको भिडियोहरू बनाइरहेको छु हजुरहरूले भिडियो सुरुदेखि लास्टसम्म हेरेर भिडियोलाई पनि माया गरिदिनु होला गीता दिदी मलाई पनि है खै हेलो गाइज भनेको भन्नुभएको लुगा त अनि त्यस्तै हुन् सब्जी यहाँ थोरै छैन होइन नजिकै लिएर आउनु त्यही त नजिकै मैले जुम गरेर नजिकै पारिरहेको छु तपाईँलाई ल फर्सीका मुन्टा आलु सब्जी यस्तै छ अघि बिहान करेला देख्दा त म त कत्रो साह्रो फलेका रानो भने तल दिदीका थोरै मात्रै है नि त खानुहुन्थ्यो चाना काटेको एक नाङ्लो खानुहुन्छ भने सम्पर्क राख्नु है ए पुरा अँगालो भएर फेरि फोटो खिच्ने जत्तिकै यहाँ चाहिँ लो हामीलाई निकाल फुत्तै निकालेको छु हेलो कुशल तामाङ मलाई त यसकै मात्र भिडियो गर्नु मन लागिरहेछ आज त तँलाई कसले चाहिँ यो फुल सार भनौँ भन् त हजुर भन हेलो दादाले यो कहाँबाट यो यस्तो खालको यो झार हो कि फुल हो कि के ल्याएर सबै खेतभरि पारेर
अनि अहिले चाहिँ अहिले खरेटो लाएर आरीमा टिप्दै रहेछ कति दुःख अब भनेपछि माट टोक्ने खाइस डढल्लो दुख्ने गरी सुई पार छिटो आफ्नो रोपिसकेर अर्का हेर्नु मजा आउँदो रहेछ दाजु यहाँ त सक्नुभयो नि त जेबानी तलको त कुरा अब त्यता रोपाइ भएको छैन मेटेका नि होइन यो पेटेका के हो ल साथीहरू फाइनली हामीले चाहिँ रोपाइ सकाएर पनि खानासाना खाएर सबै कुरा सकेर अहिले चाहिँ बेलुकाको 8-9 बजी लागिसक्यो अहिले भर्खरै चाहिँ म भित्र छिरेको अब चाहिँ भने भिडियोलाई इन्ड गर्नुपर्ने हुन्छ आजको भिडियोबाट हजुरहरू सम्पूर्णलाई बिदा माग्न चाहन्छु अब फेरि पनि न्यू डे न्यू ब्लगमा भेट्ने बाचा गर्दै बाई बाई एभ्रिवान फेरि भिडियो लास्टसम्म हेरेर भिडियोलाई लाइक कमेन्ट अनि सेयर अनि च्यानललाई सब्सक्राइब गर्न भने नभुल्नु होला है साथीहरू बाई बाई